एकचोटि यो आमाको कुरा सुन्नु। यो मेरो भिडियो चाहिँ सुशीला कार्की र गृहमन्त्रीज्यूलाई तपाईहरुले त थुन्नु पो हुन्छ होला भनेको त सिङ्गापुर पठाउनु भएछ देउपा र देउपाको बुढीलाई। अब ओली गगने महेशलाई चाहिँ लन्डन पठाइदिनुहोस्। ठुलो आशा गरेको थियो क्या तपाईमाथि, तर तपाईले यस्तो निराशा बनाउनुहुन्छ भनेर हामी जनतालाई थाहा थिएन। राम्रो काम गर्नुभयो। हेर जेन्जी भाइ हो, निर्दोष छ, निश्चित निर्दोष छ रविलाई निकालेर तपाईहरुले छिटो भाइ छिटो गृहमन्त्री बनाएर तपाईहरुको माग पूरा गरेर देश बनाउनुहोस्। होइन भने तपाईहरुलाई पनि खतराको घण्टी बज्ला। तपाईहरुलाई पनि लगेर थुन्छन्, यिनीहरूले जे पनि गर्छन् मार्छन्। हामीलाई त तपाईहरु हाम्रो भावी सन्तान हो, माया लाग्छ। तुरुन्तसँगले यो सुशीला कार्कीलाई राजीनामा देऊ अनि गृहमन्त्रीलाई नि राजीनामा दिएर तुरुन्तसँगले रविलाई लिएर गृहमन्त्री बनाउनु। तपाईहरु भोलि पर्सि तपाईहरु पनि हुनु न, देश बनाउन इच्छा भएको मान्छेले गृहमन्त्री हुनु, प्रधानमन्त्री हुनु। रवि त्यस्तो खालको मान्छे होइन। तपाईहरुलाई आउने बित्तिकै जे चाहन्छ जेनजीले त्यही हुन्छ भनेर उसले आवाज उठाएको थियो क्या। तपाईहरुले बुझ्नु सक्नु भएन। अब हेर्नु होला हामीलाई के गर्छन् यिनीहरूले, याद गर्नुहोस्। तुरुन्तसँगले रिहा गराउनु हो आमा, तपाईँ एकदमै सही कुरा गर्नुभयो। अहिलेसम्म त यी पुराना नेताहरूलाई, जुन भ्रष्टाचारी जेन्जीहरूलाई मार्ने नेताहरूलाई अहिलेसम्म जेलमा हालिदिनु पर्ने हो। तर गृहमन्त्री के हेरिराखेको छन्, ती प्रधानमन्त्री के हेरिराखेको छन् अहिलेसम्म? उनीहरूको त भिजा रद्द भइसकेको छ भन्ने कुरा आइरहेको थियो। खोइ भिजा रद्द भएको हो? खुलेआम ती हत्याराहरू घुमिरहेछन्। अहिलेसम्म उनीहरूलाई केही गर्न सकिराखेको छैन। अहिलेसम्म शेरबहादुर देवालाई जेलमा हालिदिनु पर्ने हो। कति धेरै पैसा त्यो डलरहरू उडाइरहेको थियो त उनको घरमा जब घर जल्दाखेरि। केपी शर्मा ओलीले आदेश दिने त्यो मान्छेलाई किन जेलमा नहालेको? आदेश दिने त्यो गृहमन्त्रीले किन जेल नहालेको? आदेश दिने त्यो सिडिओलाई किन जेलमा नहालेको? के तपाईँहरूलाई यही हेर्नको लागि, त्यो चुनाव गराउनको लागि मात्र गृहमन्त्री बनाएको हो? चुनाव गराउनको लागि मात्र तपाईँले प्रधानमन्त्री बनाएको हो? अहिलेसम्म रवि भइदिएको भए सबलाई जेलमा कोची हाल्थे। तर विडम्बना के गर्नु, तपाईहरू पनि पुरानै दल जस्तो गरिराख्नु भएको छ। हेर्नुहोस्, तपाईहरूले अहिलेको टाइममा ती पुराना नेताहरूलाई समात्नुहुन्न भने फेरि जेलमा पक्कै पनि जानुहुन्छ। तपाईहरू नै जेलमा जानुहुन्छ। एकचोटि यो आमाको कुरा सुन्नु। यो मेरो भिडियो चाहिँ सुशीला कार्की र गृहमन्त्रीज्यूलाई तपाईहरुले त थुन्नु पो हुन्छ होला भनेको त सिङ्गापुर पठाउनु भएछ देउपा र देउपाको बुढीलाई। अब ओली गगने महेशलाई चाहिँ लन्डन पठाइदिनुहोस्। ठुलो आशा गरेको थियो क्या तपाईमाथि, तर तपाईले यस्तो निराशा बनाउनुहुन्छ भनेर हामी जनतालाई थाहा थिएन। राम्रो काम गर्नुभयो। हेर जेन्जी भाइ हो, निर्दोष छ, निश्चित निर्दोष